Hello everyone, so welcome to my day 9 minute vlog र हजुरलाई एकदमै स्वागत गर्न चाहन्छु म चाहिँ। अनि आज म कलेजदेखि आउने बेला चाहिँ यो फोटो प्रिन्टहरु गरेर ल्याएको थिएँ किनकि हाम्रो नोट बनाइसकेपछि त्यसमा भएको सामानहरुको नाम अनि फोटो पनि देखाउनु पर्छ कि सो धेरै डिफिकल्ट छ यो एचएम स्टुडेन्ट हुन पनि। अनि यहाँ चाहिँ म दिउँसो खाना खाएर अनि कस्तो मजाको घाम लागिरहेको थियो बसिरहेको थिएँ बाहिर। अनि मलाई त्यसपछि कस्तो चटपटी खाना मन लाग्यो म चटपटी लिएर खाएँ गम कि गम अनि खजुरामा मेरो काम थियो गएर आएर खाएँ। सो यस्तो पिरो मजाको बनाउनुहुन्छ नि त्यहाँ खजुरामा। अनि चाहिँ म अब फोटोहरू टाल्छु अनि कभरहरू टाल्छु भनेर गर्न लाग्यो। यो कति गाह्रो निस्किँदैन कि यो चाहिँ कहिले कहिले कस्तो स्टुपिड फिल गर्छु नि आफूलाई। अनि मैले निस्किँदै 10चोटि कोट्टाछु तर पछि मलाई रियलाइज भयो कि मसँग त कैँची पनि छ त। म पागल जस्तै कि मैले यादै गरेको थिएँ त्योमा कैँची छ। अनि त्यसपछि मैले काटेँ र बल्ल भयो। अनि म चाहिँ यो कभर लगाउन यति ट्राई गरेँ गाइस, सो डिफिकल्ट कि यो गराउन चाहिँ। अनि म लास्टै एक घन्टै भइसक्यो थियो क्या म यो कोट्टा काट्दा नि मिल्दैन। सो मैले चाहिँ त्यो कभरलाई ताल्दिएँ मात्रै, बाहिरबाट कभर लाएन अनि त्यो पेपरलाई ताल्दिएँ मात्रै। अनि त्यसपछि म डुल्न गएको थिएँ बाहिर किनकि आज बल्ल घाम लागेको थियो अनि कुहिरो पनि थिएन, त्यसैले यताउता जाम्न त हिँड्नु भने त्यसै डुल्न गएको थिएँ लियोमा। अनि त्यहाँ डुल्दै गर्दा चाहिँ लियोको साथी पनि आएको थियो स्विटी। सो त्यसको नाम चाहिँ स्विटी हो, त्यो लियो भयो। अनि यहाँ चाहिँ मेरो घर छेउको बहिनीहरू चाहिँ पुरा चुङ्गी खेलिरहेको रहेछन् कि। अनि म कस्तो आफ्नो सानोमा खेलेको याद आयो कि। अनि म घर आएर त्यसपछि यति धेरै कपडा थियो मेरो आइरन लगाउनु ड्रेस। अनि आइरन लगाउन थालेँ एक गरेर। अनि कति धेरै म त 3 जोडी थिएँ कि। अब चाहिँ म खाना खाएर सुत्छु, फेरि भेटौँला अर्को ब्लगमा। ओके बाई।